जे जस्तो अवस्थामा भए पनि दुर्गा पूजा सक्सेस भयो। सक्सेस भन्नाले पनि सम्पूर्ण भयो। अनि देश विदेशमा जहाँ भए पनि जे जस्तो अवस्थामा भए पनि बडा दसैँको शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्णलाई दसैँको विशेष विजय दशमीको विशेष शुभकामना। मैले भर्खरै भ्याएको छु, सिद्धाएको छु कि दुर्गा पूजा गरेर केही भाँडाहरू थिए मसँग, तिनै पूजा गरेको छु। देख्न सक्नुहुन्छ दुर्गा पूजा भ्याइएको छ। आज दुर्गा पूजाको नवरात्रिको 9 दिनमध्ये आज 8मा दिन दुर्गा पूजा हामी नेपालीहरूले मनाउँछौँ। देशका विभिन्न ठाउँहरूमा हिन्दू राष्ट्रहरूमा धेरै जहाँ जहाँ हुन्छ त्यो चाहिँ दुर्गा पूजा आज मनाउने र मान्ने चलन रहेको छ। जे जस्तै भए पनि अब जस्तोसुकै भए पनि अब दुर्गा पूजा गरी सिद्धाएको छु। सो गाइस, अहिले बसिसकेको छ 2 बिहान लगभग 1 घन्टा जति लागेर दुर्गा पूजा गरियो। दुर्गा पूजा सफल भयो भनौँ, सफल या सम्भवतः सजिलैसँग निप्टाइयो, पूजा गर्यो। र अहिले म दिउँसो 2 बजिसकेको छ र अहिले म जाँदैछु घाँस काट्न। डेली लाइफ भ्लगमा चाहिँ तपाईँलाई उही कामहरू कति देखाइरहनु भन्ने हिसाबले पनि मैले तपाईँलाई देखाएको थिएन। आज म तपाईँलाई कोसिस गरेको छु कि कसरी हामीले घाँस काट्छौँ, मेसिनले कसरी घाँस काट्छ भन्ने कुरा त लगभग तपाईँले हेरिसक्नु भएको छ। डेली लाइफ रुटिन त्यही नै रहेको छ हाम्रो। देख्न सक्नुहुन्छ यो मेरो सानो बङ्गला। अनि आएर यहाँ जग फालेर गएको छ, जगलाई पनि भित्रै राख्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ खासै त्यति राम्रो त छैन, टाइम पासै हो। मेरो अगाडि मेसिन रेडी गरेको छु, ढोका लाउँदैछु म। ढोका लाएर यहाँ देख्न सक्नुहुन्छ मसिन छ। अनि मसिनबाट उहरू कचराहरू धेरै उड्छन् र आँखामा चस्मा लाउनुपर्छ र टाउकोमा चाहिँ कपडा बान्नुपर्छ, नत्र नभए धेरै उहरू पसिना आएर चाहिँ आँखामा एकदमसँग आँखा भिजिरहेको हुन्छ। एक त यहाँ मौसमले पनि साथ दिइरहेको छैन। हामी 15 दिनसम्म सुत्यौँ अनि एकदमै गाह्रो भयो। हामी काम गरेर खाने मान्छेको लागि एकदमै यति बेला ठगिरहेको छ मौसमले पनि, होइन। देख्न सक्नुहुन्छ यतातिर फेरि पनि एकदमसँग बादल कट्ठा भइरहेको छ। अनि यो मेरो घर निकाल्नुभयो। अनि यो रुमाल चाहिँ मैले टाउकामा बान्छु। यसको नाम हो यहाँ पहाडी भाषामा, पहाडीहरूले चाहिँ ढाटु भन्छन् यसलाई, होइन। ढाटु यहाँ हरेक लेडिजहरूले बान्ने ढाटु हो यो। फटाफट म बान्छु यसलाई। म ढाटु बान्ने तयार भइसकेको छु तपाईँसँग। मेसिन पनि बोकिसकेँ, यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँ के हुन्छ भने जस्तो हाम्रो नेपालमा मङ्से पुसमा घाँस काट्छन् भने यहाँ चाहिँ छिटै घाँस काट्छन्, किन हरियो घाँस काटेर जो सुकाइरहेका हुन्छ सुकाउँछन्। अनि त्यसपछि फेरि टोली लगाउँछन्, टोली भने आँट बान्छ अनि फेरि युज हुन्छ। यस्तो गर्दा हरियो घाँस सुकाउँदाखेरि के फाइदा हुने रहेछ भने जो पछि घाँस भिजाएर हाल्दा, धेरै गर्मीमा भिजाएर हाल्दाखेरि एकदम हरियो जस्तै सेम हुँदो रहेछ। त्यही भएको हिसाबले हरियो घाँस काटेर चाहिँ सुकाउने परम्परा रहेछ यहाँ। यिनी घाँसका यिनी झाडीहरू ढेर लागेको छ, पारि घाँस पानी राखिएको छ। यो पुरै एरियामा बिस्तारै घाँस काटिँदैछ। यता पनि सब घाँस, यता चाहिँ बादल लगाइएको छैन भने यता यो एरियामा चाहिँ एकदम बादल लगाइरहेको छ। पानी आउने एकदमै चान्स धेरै छ, देख्न सक्नुहुन्छ। अहिले एकदम चिसो मौसम भइरहेको छ। यता एक्कासी चिसो बढेको छ, अहिले छिटोबाट चिसो बढेको छ। यहाँ यो हो मेरो घाँस काट्नेको ब्लेड। अनि यिनी चाहिँ धेरै भनिरहनु पर्दैन, काँक्राहरू दसैँ तिहारको लागि राखिएको छ भने यता माथि पाइ पनि झुनिरहेका छन्। यिनी चाहिँ झाडीहरू, यो घाँसका मुठा। हाम्रो प्लान के थियो भने दसैँभन्दा पहिला यहाँको घाँस र यो पल्लोपट्टि जङ्गलमा छ अलिकति, त्यहाँको घाँस सकेर चाहिँ दसैँको दिन चाहिँ हामी छुट्टी गर्ने र घुम्न जाने भन्ने प्लान थियो। घुम्न त हामी जान्छौँ, चाहे दसैँभन्दा पहिला या दसैँको दिन चाहिँ हुन्छ, घुम्न त हामी जान्छौँ। र पनि सोचे जस्तो हुने भएन। काम खतम गरेर घुम्न जानुको मजा र कामको बिचमै जानुको मजा अलग हुन्छ। काम नभए नि भएको छ। हुन त जिन्दगीमा कहिले पनि काम भइन्न, तर मान्छे चाहिँ सिद्धिन्छ, तर काम कहिले पनि भइन्न, सिद्धिन्न।
त्यही पनि कोसिस थियो हाम्रो कि हामी दसैँभन्दा पहिला चाहिँ यहाँको वरिपरिको यो 2वटा बगैँचा घाँस क्लियर गरेर हामी घुम्न जाने भन्ने प्लान थियो। तर प्लान सक्सेसफुल नहोला जस्तो छ। तर हामी सायद आज भोलि 4 तारिक अनि 4 तारिक हुन्छ या 5 को हुन्छ। हामी 4 र 5 मा चाहिँ एकचोटि घुम्न जान्छौँ हामी, किनभने बच्चालाई प्रमेश गरिसकेको छु कि हामी घुम्न जाने मन्दिरमा भनेर भनिसकेको छु। त्यो भएर पनि बच्चाहरू मान्दैनन्, हामी मान्यो भने त्यो हिसाबले दसैँको दिन अथवा दसैँभन्दा फर्स्ट दिन, दसैँको पहिलो दिन हामी घुम्न जानेछौँ। गाइस यहाँ देख्न सक्नुहुन्छ गुच्ची च्याउ कस्तो राम्रो तरिकाले फलेको छ। यहाँ देख्न सक्नुहुन्छ। यसको भिडियो मैले अलरेडी बनाइसकेको छु तपाईहरुको लागि। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सेतो गुच्ची हो। कालो गुच्ची चाहिँ एकदमै महँगो हुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ अलि भर्खरै मैले मेसिन चलाइरहेको थिएँ अनि यसको चाहिँ माथि यसका टपहरु गएको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यस्तो तरिकाले पहाडमा फलिरहेका हुन्छन् गुच्ची च्याउ। तपाईले देख्न सक्नुहुन्छ एकदमै मजेदार। यहाँ तपाईले देख्नुहुन्छ दुईटा कट्ठै छन्। यहाँ तपाईले यसको उपरि उडाएको देख्न सक्नुहुन्छ नि। यसको छातो चाहिँ मैले उडाएको हो के। अनि उले मेसिन चलाउँदाखेरि ब्लेडले मैले उडाएको थिएँ। यहाँ देख्न सक्नुहुन्छ कति। यसको भित्र अझै पनि हुन सक्छ अरु। यहाँ देख्न सक्नुहुन्छ गाइस। यहाँ देख्नुस्। यो हो दुनियाको सबभन्दा महँगो तरकारी। यसको भिडियो मैले लिंक डिस्क्रिप्सनमा हालिदिन्छु। त्यहाँ गएर तपाईले फुल वाच गर्न सक्नुहुन्छ। अनि त्यसपछि गएर यसले के फाइदा हुन्छ त के काम गर्छ त भन्ने विषयमा सबै जानकारी तपाईले पाउनुहुनेछ। यहाँ तपाईले देख्न सक्नुहुन्छ दामी कति 3 4 5 6 वटा गुच्ची चाहिँ मैले भेटाएको छु। यहाँ देख्न सक्नुहुन्छ यसको चाहिँ माथि छतो उडाइदिसकेको रहेछु मैले। यहाँ देख्न सक्नुहुन्छ। अरु पनि छ, अरु पनि देख्न सक्नुहुन्छ। यहाँ एउटा मसिनो छ। यहाँ पनि देख्न सक्नुहुन्छ गाइस। यहाँ पनि उपारी पनि देख्न सक्नुहुन्छ। म फटाफट टिप्छु तपाईहरुको सामु। यहाँ राख्ने छु यसलाई। र हातबाट छुटेको छ यो चाहिँ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ। यो के थियो भने गाइस मैले भनेको थिएँ तपाईले सुरुमा 15 दिनसम्म पानी परेको थियो अनि हामी लगातार 15 दिनसम्म बसेका थियौं भनेको थिएँ। त्यसको 15 दिनसम्म पानी पर्नुको कारणले गर्दाखेरि यिनी चाहिँ उम्रिएका हुन्। देख्न सक्नुहुन्छ। यसको मतलब घाँसमा अरु पनि छ। तर गाइस सर्पको धेरै डर हुन्छ। हिजो चाहिँ मेरी श्रीमतीले समातेकी थिइन् साँप। यहाँ देख्न सक्नुहुन्छ। यहाँ अरु दुईवटा छन् कट्ठै उम्रेका। एन्ड यहाँ एउटा छ। यो एरियामा कालो गुच्ची हुन्थ्यो। कालो गुच्ची पनि छ गाइस। यहाँ तपाईले देख्न सक्नुहुन्छ। कालो पनि छ। तर यो चाहिँ अलि सानो छ। यति बेला बल्ल उम्रिने जो टाइम भएको छैनहरुको तपाईहरुले देख्न सक्नुहुन्छ। ओ माय गॉड। अरु ठाउँ पनि हुन सक्छ। हुन सक्छ यो कुनाम पनि होला। तर अहिले चाहिँ
त्यति समय पनि छैन खोज्ने। कतिवटा गुच्ची भेट्टे यहाँ देख्न सक्नुहुन्छ। 1 2 3 3 एक यो 4 5 6 7 8 9 10 11 12 अनि यसले 13 यसले 14 दुईवटा त्यहाँ छन् अझै। तिनलाई चाहिँ अलि ठुलो हुनु दिएर टिप्ने हो। लटरी लागेको छ देख्न सक्नुहुन्छ। अहिलेसम्मकै सबैभन्दा ठुलो गुच्ची चाहिँ भेटाएको छु मैले। यहाँ देख्न सक्नुहुन्छ दुनियाँको सबभन्दा महँगो सब्जी मध्ये एउटा हो। यो चाहिँ अहिले सबभन्दा ठुलो भेटिएको छ मेरो किस्मतमा। तर गाइस यो धेरै भेटिनु पनि राम्रो होइन रे, तर यो सेतो हो र भेटिरहेको छ मलाई। म एकदम खुसी छु। एकैचोटि 1500वटा पिस भेटिएको छ। यहाँ अझै पनि भेटिन्छन्, म देखाउने छु तपाईहरुलाई। गाइस मैले तपाईहरुलाई भन्दै थिएँ यहाँ साँपको पनि धेरै खतरा हुन्छ भनेर। यहाँ तपाईले देख्न सक्नुहुन्छ कसरी बसेको छ साँप। हरियो साँप सुगर यो हो कि मतलब कि हाम्रो किसिममा कि हरियो साँपले चाहिँ दिउँसो आँखा देख्दैन रे भन्ने कुरा चाहिँ सुनिन्छ। तपाईले देख्न सक्नुहुन्छ कसरी हिँडेको छ यहाँ। सो फ्रेन्ड तपाईले देख्न सक्नुहुन्छ मैले आज एक दिनमा यति गुच्ची भेटाएको छु। तपाईले 5 स्टार होटलमा 7 स्टार होटलमा तपाईले यति एक पिस अथवा 2 पिस तपाईले अर्डर गर्नुभयो भने तपाईको 1000 देखि 1500 रुपैयाँसम्म प्लेट तपाईले पर्चेस गर्न सक्नुहुन्छ। इन्डियामा त पनि नेपालको 2000 3000 रुपैयाँसम्म प्लेट तपाईले पाउन सक्नुहुन्छ। एकदमै तागतिलो चीज हो यो। आज म गुच्चीको कलेक्सन यति गरेको छु, देख्न सक्नुहुन्छ। अरु बाँकी अरु पनि छ। सो फ्रेन्ड आजको भिडियो यति नै। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। फेरि एउटा नयाँ टपिक र नयाँ भिडियोको साथमा भेट हुनेछौँ। जब तक नौ दुर्गा माताले रक्षा गरून् भन्दै छुट्टिन्छौँ। बाइ बाइ।